ल आज म देखाउँछु यो एमआईको फोन कुन चाहिँ सिरिज हो। यो यसलाई हार्ड रिसेट कसरी गर्ने भनेर। त्यसको लागि सुरुमा पावर अफ बटन, त्यसपछि पावर बटन अनि भोल्युम अफ बटन है त। पहिला अब मैले थिचेँ है त दुइटालाई, यति गर्ने थिच्ने थिचिराखौँ है त हामी। अब यो एमआईको लोगो देखाएपछि पावर अफ बटनलाई छोड्ने, भोल्युम अपलाई चाहिँ थिचिराख्ने हो। ल भइगयो। त्यसपछि हामीलाई के गर्ने, वेब डाटा गर्ने हो कि कनेक्ट विथ यो के गर्ने, रिबुट के गर्ने गर्न मिल्यो। अब मैले चाहिँ वेब डाटा गर्दैछु। त्यसको लागि पावर बटनले सेलेक्ट गर्ने है त, यस्तो यस्तो अनि पावर बटनले वेब डाटा यसरी है त।